आजको कुरा सुरु गर्नु अघि एउटा म तपाईलाई एउटा प्रश्न सोध्न चाहन्छु। यो देशमा बजेट आउँछ, योजना घोषणा हुन्छ, भाषण हुन्छ, तर किन अझै पनि केही ठाउँमा भोग उस्तै छ, अभाव उस्तै छ र आशा झन हराउँदै गएको छ? किन गरिबी घटेको कागजमा मात्रै देखिन्छ तर जमिनमा देखिँदैन? आजको कुरा सुरु गर्नु अघि एउटा पृष्ठभूमि सम्झनु जरुरी छ। नेपालका केही स्थानीय तह यस्ता छन् जहाँ गरिबी दर राष्ट्रिय औसत भन्दा धेरै माथि छ। कर्णाली, सुदूरपश्चिम, मधेस र पहाडी दुर्गम क्षेत्रका कम्तीमा 10 स्थानीय तह जहाँ आधा भन्दा बढी जनता अझै न्यूनतम जीवनस्तरका लागि संघर्ष गरिरहेका छन्। यी ठाउँमा समस्या केवल भौगोलिक होइन, समस्या केवल सडक नहुनु वा अस्पताल टाढा हुनु मात्रै होइन, सबैभन्दा ठूलो समस्या हो नेतृत्वको असफलता, राजनीतिक लाचारी र संस्थागत भ्रष्टाचार। चुनाव आउँदा यी 10 स्थानीय तह सबैभन्दा धेरै सम्झिन्छन् नेताहरूले। गरिबी देखाएर भोट मागिन्छ, अभाव देखाएर सहानुभूति बटुलिन्छ, तर चुनाव सकिएपछि ती बस्ती फेरि राज्यका नक्सामा मात्र सीमित हुन्छन्। यहाँ बजेट आउँछ तर योजना कागजमै सीमित रहन्छ। यहाँ अध्यक्ष, मेयर, प्रतिनिधिहरू छन् तर जनताको पीडा सुन्ने कान पनि छैन। यहाँ गरिबी घटाउने कार्यक्रम हुन्छ तर गरिबी नै कहिले लाभग्राही बन्दैन, किनभने यी 10 स्थानीय तहमा विकासभन्दा बढी कमिसनको गणित चल्छ। विद्यालय भवन बनाउँदा गुणस्तर होइन, बिलको प्रतिशत हेरिन्छ। स्वास्थ्य चौकी बनाउँदा औषधि होइन, टेन्डरको मिलोमतो हेरिन्छ। र जब योजना असफल हुन्छन् तब त्यसको दोष गरिब जनतामाथि नै थुपर्छन्। नेताहरू भन्छन् संघले बजेट दिएन, संघ भन्छ स्थानीय खर्च गर्न सकेन। प्रदेश मौन बस्छ। यस्तो बीचमा पनि पिसिन्छन् जनता, त्यही गरिब नागरिकहरू। यी 10 स्थानीय तहमा गरिबी केवल आर्थिक अवस्था होइन, यो राजनीतिक रूपमा सिर्जित अवस्था हो। जब नेतृत्व कमजोर भयो भने, जब जनप्रतिनिधिहरू सत्ताको दलाल बन्छन्, तब गरिबी पुस्तौंदेखि सरिरहेको छ। यहाँ युवाहरू विदेशिन्छन्, यहाँ आमाहरू स्वास्थ्य चौकी नपाएर घरमै सुत्केरी हुन्छन्, यहाँ बालबालिका विद्यालय जान्छन् तर भविष्य देख्दैनन्। र सबैभन्दा पीडादायक कुरा के हो भने यी 10 स्थानीय तहका जनताले राज्यसँग धेरै मागेका छैनन्। उनीहरूले केवल इमानदार नेतृत्व चाहेका हुन्, तर बदला पाएका छन् उपेक्षा, कुशासन र भ्रष्टाचार। आज जब हामी राष्ट्रिय राजनीति, ठूला भाषण र सत्ता समीकरणको कुरा गर्छौं, त्यसको असर यिनै स्थानीय तहमा देखिन्छ। यहाँ नीति असफल हुँदा यहाँ जीवन असफल हुन्छ। यो कुनै एक पालिकाको कथा होइन, यो राज्यको शासन शैलीमाथि उठेको एउटा प्रश्न हो। यदि स्थानीय तह नै जनताको सबैभन्दा नजिकको सरकार हो भने किन यिनै ठाउँमा गरिबी सबैभन्दा बढी भइरहेको छ? अन्ततः गरिबी प्राकृतिक होइन, गरिबी राजनीति निर्णयको एउटा परिणाम हो। जबसम्म यी 10 स्थानीय तहहरू नेतृत्व बदलिँदैन, सोच बदलिँदैन, तबसम्म गरिबीको नक्सा पनि बदल्न सकिँदैन। आजको कुरा त्यही टुङ्ग्याउँदै गर्दा एउटा कुरा प्रश्न छ। देश विकासको यात्रा राजधानीबाट होइन, अब यी गाउँको दूरदराजबाट, यी 10 गरिब स्थानीय तहबाट सुरु हुनुपर्छ। नमस्कार, यो भिडियो तपाईलाई कस्तो लाग्यो? अन्तिमसम्म हेरेर साथ दिनुभयो र तपाईको केही प्रतिक्रिया छ भने अवश्य दिनुहोस्।